गाह्रो चाहिँ यो तपाईँको लगाएको कति राम्रो छराउनु पर्यो। तरकारी किन्न नसकेपछि हामीले मासु खाने गरिरहेका छौँ। नमस्ते गाइस, मेरो च्यानलमा हजुरलाई स्वागत छ। मैले चाहिँ एउटा भाइलाई, प्रित भाइलाई भेटेको छु। उहाँसँग बसेर एउटा मिठो गफ गर्न चाहे है। A few moments later. नमस्कार। नमस्कार। मेरो नाम चाहिँ दीपक राणा। तपाईँले यो काठमाडौँमा बसेको कति भयो त? म बसेको झन्डै 1 वर्ष हुनु आयो। काठमाडौँमा बसेर अनि यति ठुलो सहरमा कसरी म्यानेज गर्नुभएको? अलिअलि चाहिँ त्यही हो, तरकारी किन्न नसकेपछि हामीले मासु खाने गरिरहेका छौँ। ये क्या बक रहे हो मादरचोद? पानी किन्न नसकेर मैले यहाँ ढिउ खाइरहेको छु कहिलेको। मतलब वो अलग ही लेवल का बंदा था। छ नि जिन्दगी। गाह्रो चाहिँ यो तपाईँको लगाएको कति राम्रो छराउनु पर्यो। डिप्रेशन मतलब वो अलग ही लेवल का बंदा था।